नमो धर्माय महति धर्ममा महान धर्म वैदिक सत्य सनातन धर्मलाई नमन गर्दै भगवान श्री हरिलाई नमन गर्दै सम्पूर्ण ब्राह्मण देवताहरू विप्रगणहरूमा नमन गर्दै धर्मान बक्षे सनातनम तनान सनातन धर्मको बारेमा भागवत धर्मको बारेमा थोरै समयमा संक्षिप्त जानकारी गराउँदै यहाँबाट विश्राम लिन्छु। अब मैले हजुरहरूको साथमा 7 दिनसम्म कथा सुनाएँ। त्यो 7 दिनसम्म कथा सुनाउँदा त आदि के हो, अन्त्य के हो, मध्य के हो बुझाउन सकिँदैन। अब एकछिनमा यो तलदेखि माथिसम्मको सुनेका कुराहरू मैले बताउँछु। सबभन्दा पहिला राजन हामीले महात्म्यका प्रसङ्गहरूलाई अगाडि बढाउँदै जाँदाखेरिमा महात्म्यको पहिलो, दोस्रो र तेस्रो अध्यायमा भक्ति, ज्ञान र वैराग्यका चरित्र सुन्ने काम गर्यौँ। 3 दिन 3 रात्रि गुरुजीका मुखारविन्दबाट हजुरले सुन्नुभयो। आमा तरुणा अवस्थाको छोरा राजन दुईटा 90 वर्षका कलिको प्रभावले को आउनुभयो? नारद नाम गरेका ऋषि आउनुभयो। हेर्नुहुन्छ सुकेका मुढा जस्ता थिए। को हुन् यी दुईटा काखमा सुतेका, देख्छु म यिनको खपरै फुटेका। त्यता थिए सालका मुढा जस्ता। नारदजीले ब्याउजाउन खोज्नुभयो, राजन सक्नु भएन। सनकादि गरेका 4 कुमारलाई भेट भयो। सनकादि गरेका 4 कुमारले आएर भागवतलाई सुनाइदिने काम गरेर राजन मोक्ष दिने काम गर्नुभयो। भक्ति सुतौ तौ तरुणौ गृहीत्वा प्रेमैक रूपा सहसा विरासित श्रीकृष्ण गोविन्द हरे मुरारे नाथी नामानि मोर वदन्ती। के गर्यो? बुढो भएकोलाई पनि राजन तरुणा बनाइदियो। केले? भागवत शास्त्र त्यस्तो बुढोपनालाई पनि तरुणो बनाइदिन्छ। अब आमा राजन भक्ति जो थिइन्, कति वर्षकी थिइन् रे उनी? उमेर जहाँ चाहिँ तरुणा भनेका 16 वर्षकी। दुईटा छोरा थिए राजन, ज्ञान र वैराग्य दुईटा 90 वर्षका। बुढा भने कति? 90 वर्षका। के होला नि त यो? आमा तरुण भनेको होइन राजा, मन जहिले तरुण हुन्छ भनेको यो 16 वर्षको हुन्छ। छोरा बुढा भए भनेको होइन राजन, कान सुन्न छोड्यो, आँखाले देख्न छोड्यो। के भयो? यो भनेको राजन ज्ञान रहेछ। कान सुन्यो भने ज्ञान हुन्छ, नभए हुँदैन। त्यहाँभन्दा पछाडि वैराग्य भनेको राजन आँखा रहेछन्, देखेको वैराग्य हुन्छ, नभए हुँदैन। त्यो रहेछ। आत्मदेव नाम गरेका ब्राह्मणको रानीले छल कपट गरिन्। धुन्धुलीले बहिनीको साथमा छोरो मागेर ल्याउने काम गरिन्। धुन्धुकारी नाम रह्यो। गाईबाट जन्मे राजन, जसको नाम गोकर्ण। गाईको जस्तै कान भएको कारणले गर्दाखेरि गो भनेको गाई, कर्ण भनेको कान। केही कालमा बढ्दै गए राजन। गोकर्ण पण्डितो ज्ञानी, धुन्धुकारी महाखल। बाबुबाजेले जोडेर राखेको सम्पत्ति सक्नमा बल। त्यस्तो काम गर्न थाल्यो। फल भने निस्क्यो। फल भनेको के हो? ख भनेको खाने राजन, ल भनेको लड्ने। यिनलाई खल भनिन्छ। खाने र लड्ने मात्रै धेरै छन् नि आजकल सबैका घरमा। खाएका छन्, लडेका छन्, अरूको काम छैन। त्यस्तो भयो राजन। 60 वर्षको उमेरमा बालाई घरबाट निकालिदिने काम गरो। आत्मदेव ब्राह्मण जङ्गल जानु। आमालाई गएर लात्तीले हान्न थाल्यो, पड्काल्न थाल्यो। पानीका दुवामा गएर आमाको मृत्यु हुनु। धुन्धुलीको त्यो अवसान भयो। 5वटी स्त्री जातिको सङ्गत गर्यो राजन। ए धुन्धुकारी सम्पत्तिले उसै आएको होइन। एउटाको साथमा 5वटा आउने भनेको राम्रो खाना र मिठो लाउन, नभए किन आउनु? त्यो चौरादी कर्म गर्यो, सम्पत्ति ल्यायो, त्रिजातिलाई बुझायो, अन्तिममा यसलाई बाँकी राख्नु हुँदैन भनेर अग्नि ज्वाला दुखेन
व्याकुलो निधनम गतः। डोरी लाएर घाँटीमा बाँध्दा पनि धुन्धुकारी मर्दैन। आगा जाँचे राजन भुतभुतिया लगाएर मुखमा हाल्दिँदा पनि धुन्धुकारी मर्दैन। त्यही लाएन राजन आगाका ज्वालाले पड्काएर धुन्धुकारी नाम गरेको व्यक्तिलाई मृत्युमा पुर्याइदिए। गोकर्णजीले तीर्थमा गएर गया श्राद्ध इत्यादि गर्नु मोक्ष मिलेन। भगवान सूर्यनारायणको वचन प्राप्त भयो, सप्ताह वाचनम गुरु भागवत लगाऊ मोक्ष मिल्छ। यही आग्रहद्वारा गोकर्ण पण्डितले भागवत रूपी शास्त्र लगाएर राजन आफ्नो जो दाजु गोकर्ण जाँचे धुन्धुकारी हुनुहुन्थ्यो तिनै धुन्धुकारीलाई मोक्ष दिने काम गर्नुभयो। त्यसैले त भागवत प्रमाणित शास्त्र भने। आगाले डढेकाको पनि मोक्षको गति दिने, अर्काको हातमा परेकाको पनि मोक्षको गति दिने, डोरीमा पासो लागेकाको पनि राजन मोक्षको गति दिने। तीनवटा केसद्वारा अझ अर्काको हातबाट पनि मरेको छ, त्रिजातिको हातबाट मरेको छ, अगतिमा परेको छ, काज क्रियाकलापमा पनि भएको छैन राजन। त्यस्ता सारा जनको पनि मोक्ष दिने शास्त्र एउटै हो जसको नाम भागवत। व्रतिजनले गर्ने निर्णय 6औं अध्याय बताइदिने काम गर्नुभयो। प्रथम स्कन्द भागवत 19 अध्यायले परिपूर्ति भएको मङ्गलाचरण, भगवानका 24वटा अवतार, नारदजीको जाँचे आग्रहद्वारा वेदव्यासले भागवतको रचना गर्नु, महाभारतको प्रसङ्ग, अन्तिममा कृष्णको सुदाम, युधिष्ठिरका वंशमा परीक्षित नाम गरेको राजाले राज्य गर्नु, जङ्गलमा जाँदाखेरि राजा श्रमिकले पानी नदिनु, मरेको साँप लगेर लगाइदिने काम गर्नुभयो। श्रमिकका छोरा श्रृङ्गले श्राप दिए, आजको 7 दिनमा पक्षिक नाम गरेको सर्पले डसेर मर्नु पर्यो, श्राप पर्यो। राजा गङ्गाजीका तटमा जानु सुखरी पाउनु, मानिसले मृत्यु हुनुभन्दा अगाडि के गर्नुपर्छ सोध्नुभयो। प्रथम स्कन्द राजन 19 अध्याय। द्वितीय स्कन्दमा खट्वाङ्गा नाम गरेको राजाले 2 मुहूर्तमा मोक्षको गति प्राप्त गर्नु, त्यो कथालाई बताइदिने काम गर्नुभयो। अब शरीरको महत्त्वको बारेमा बताउनु, चतुश्लोकी भागवतको बारेमा, भागवतका 10वटा लक्षण राजन 10 अध्याय। भागवत भगवानको तृतीय स्कन्द 33 अध्याय। विदुर र उद्धवजीको भेट। विदुरलाई मैत्री नाम गरेका गुरुले सृष्टिका क्रमहरू बताइदिने, स्वयम्भुव नाम गरेका मनुका आकुति प्रसुति देवौती 3 छोरी देवौतीलाई कलम नाम गरेका प्रजापतिले विवाह गर्नु, कपिलले भगवान राजा स्वर्ग पनि यहीँ छ नर्क पनि यहीँ छ, अत्रैव नरकम स्वर्ग इति माता प्रत्यक्षते। संसारमा प्रत्यक्ष भोग्ने कुरा नै माताजी स्वर्ग र नर्क हो भन्ने कुरा बताइदिनु भयो। यो स्कन्द समापन हुन्छ। चतुर्थ स्कन्द 31 अध्यायले परिपूर्ति भएका छन्। दक्ष र शिवको भैरव भएका प्रसङ्ग, 5 वर्षका ध्रुव सौतिनी आमाको वचन लाएर जङ्गल जानुभएका प्रसङ्ग, ध्रुवको वंशमा उत्कल, उत्कलको वंशमा अङ्ग, अङ्गको वंशमा बीन नाम गरेका राजा, बीनको वंशमा पृथु, पृथुको वंशमा विजेता सो प्राचीन भरि 10 प्रजेता दक्ष प्रजापति। चतुर्थ स्कन्द राजन 31 अध्याय। भागवत भगवानको पञ्चम स्कन्द प्रियवत नाम गरेका राजा, प्रियवतका छोरा अग्निन्द्र, अग्निन्द्रका छोरा नाभि, नाभिका छोरा ऋषभ, ऋषभका छोरा हुनुभयो राजन जसको नाम भरत। खेत खन्न पठाउनु खाल्डो बनाइदिनु भयो। भरत के पहिला जन्ममा के हुनुहुन्थ्यो? पहिला भरत हुनुहुन्थ्यो, मृगको तृष्णामा मृग हुनु पर्यो, अर्को जन्म जड भरत हुनुभयो। खेत खन्न पठायो राजन, खाल्डो खनिदिने, खोइरो बनाइदिने, बिउ बिजन त्यसै गरी छरिदिने, वस्तु त्यसै गरी हेर्ने, अराको भन्दा बेसी नमान्ने। चाण्डालले लयो भद्रकालीका स्थानमा नरबली गर्नका लागि, चाण्डालको वध जड भरतजी बाँच्नुभयो। राजा रौगणको पाल्की बोक्नुभयो, भवाटव्यको ज्ञान दिने काम गर्नुभयो। त्यहाँभन्दा पछाडि भूगोलको वर्णन राजन 26 अध्यायमा गएर नरकको बारेमा। पञ्चम स्कन्द 26 अध्याय। षष्ठम स्कन्दमा अजामिल नाम गरेको ब्राह्मणले मर्ने बेलामा आफ्ना छोरा नारायणलाई बोलाइकन मोक्ष गति प्राप्त गरेका। दक्षका सन्तानहरूको नाश, नारदजीलाई श्राप,
विश्वरूप नाम गरेका गुरुलाई स्वर्गको पुरोहित इन्द्रले वध गर्नु, बेत्रासुर नाम गरेको दानव उनले गरेका स्तुति, इन्द्र मानव सरोवर नाम गरेको तलाउमा गएर लुक्नु, त्यहाँबाट निक्लिनु राजन राजस्व नाम गरेको 11 राज्यलाई अगाडि बढाउनु, चित्रकेतु नाम गरेको राजाको चरित्र 49वटा वायु 19 अध्याय भागवत भगवानको। सप्तम स्कन्द हिरण्यकशिपु छोरा प्रहलादजी भगवानको भक्त भयो भनेर राजन मार्न खोज्यो, पारमा लगाएर खसाल्दा मर्दैनन्, हात्तीले किल्चदा मर्दैनन्, दानवले आगोमा लगाएर हाली मर्दैनन्, बिस्काउँदा पनि मर्दैनन्। अन्तिममा एउटा फटिकबाट भगवान श्रीहरिको नृसिंह अवतार, हिरण्यकशिपु नाम गरेको दानवको उद्धार, मानव धर्म, ब्रह्मचारी गृहस्थी इत्यादि धर्महरू, स्त्री जातिको धर्म, सदाचार जाति श्राद्धका विषयमा जानकारी। सप्तम स्कन्द राजन 15 अध्याय। अष्टम स्कन्द पशुले त भगवानको दर्शन पायो भने मानवले किन पाउँदैन? एउटा गजेन्द्रलाई आपत पर्यो, क्षीरसागरमा गोहीले पक्रियो। त्यही बेलामा राजन भगवान श्रीहरि आएर गजेन्द्र र गोहीलाई उद्धार गरिदिने काम गर्नुभयो। धनको घमण्ड गर्नु हुँदैन। स्वर्गका राजा इन्द्रको सम्पत्ति डुब्ने काम भयो। देवता र दानव मिलेर समुद्र मन्थन गर्नु, 14वटा रत्न उत्पत्ति, देवासुर सङ्ग्राम, भगवानको मोहिनी अवतारका प्रसङ्गहरू। त्यसै गरी वामन अवतार भगवान प्रादुर्भाव भएर 3 फैला पृथ्वी लोक मागेर बलिलाई सुतल लोकमा पठाउनु। सत्यव्रत नाम गरेको राजाको चरित्र अष्टम स्कन्द 24 अध्याय। नवम स्कन्द इच्छाको निर्गसर्याति दृष्ट दृष्टकरु सवान इत्यादि राजाहरूको चरित्र, राजा हरिश्चन्द्रको चरित्र, भगवान रामचन्द्रका चरित्रहरू, चन्द्रवंश राजाहरूको चरित्रमा ययाति इत्यादि गरेका राजाहरू, जरासन्ध राजाहरूका चरित्र। दशम स्कन्दको तेस्रो अध्यायमा गएर मथुराका कारागारमा भगवान श्रीहरिको जन्म, 6 दिनको दिनमा पुतना नाम गरेको दानवलाई उद्धार गर्नु, तृणावत इत्यादि दानवको वध गर्नु, भगवानले माताका साथमा जाँचे दधी लीलाका प्रसङ्गहरूलाई अगाडि बढाउनु, वृन्दावनमा गाई गोठालो वन भोजन गर्नु, ब्रह्माको मोहलाई नाश गर्नु, कालियवन नाम गरेको नागलाई दण्ड दिने काम गर्नुभयो। त्यहाँभन्दा पछाडि गोपिनीहरूका चिरहरण गर्ने काम गर्नुभयो। 24 अध्यायमा गएर राजन गोवर्धन पर्वतको पूजा गर्नुभयो। त्यहाँभन्दा पछाडि भगवानका रासलीला महारासलीलाहरूका प्रसङ्गहरू अगाडि बढ्नु, व्योमी केसी इत्यादि गरेका दानवहरूको उद्धार गर्ने काम गर्नुभयो। त्यहाँबाट अन्तिममा 44 अध्यायमा गएर पापी क्रूर मामा कंसको उद्धार गर्नुभयो। 45 अध्यायमा शान्तिमणि नाम गरेका गुरुका आश्रममा गएर पढ्ने काम गर्नु राजन। त्यसरी अगाडि बढ्दै जाँदाखेरिमा जरासन्धको साथमा युद्ध, रेवतीका साथमा बलरामको विवाह कर्म भयो। शिशुपाललाई दिएकी कन्या भगवान हरिले हरण गर्नुभयो, नाम रह्यो रुक्मिणी। सत्यभामाको साथमा विवाह गर्नु, जाम्बवती नाम गरेको रानीको साथमा श्रद्धा, भद्रा, लक्ष्मणा, नग्नजित इत्यादि गरेका रानीका साथमा विवाह गर्नु। भौमासुरले 16,100 रानीलाई थुनेर राख्यो, उद्धार गर्नुभयो, विवाह गर्नुभयो। भगवान कृष्णका 16,108 रानी, जति रानी राजन उते कृष्ण। त्यति नै दरबार। 64 अध्यायमा गएर मृग नाम गरेको राजा राजन एउटा गाई 2 चोटि दान गर्नाले गरिकन कुवाको छेपारो बन्नु पर्यो। भगवान श्रीहरि गएर उद्धार गरिदिने काम गर्नुभयो। 74औं अध्यायमा गएर राजस्व नाम गरेको यज्ञ राजन समापन गर्नुभयो। शिशुपाल, दन्तभक्त, विदुरथ इत्यादिको वध गर्नु। 80 र 81 अध्यायमा गएर राजन सुदामा नाम गरेको ब्राह्मणको चरित्र हिजो भर्खर सुनेको। 84 अध्यायमा गएर वसुदेवजीले यज्ञ लगाउनु। 87 अध्यायमा गएर वेदले भगवानका स्तुति गर्नु। सगुणी दानवको छोरो वृकासुर भस्म खरानी। दशम स्कन्द 90 अध्याय। 11 स्कन्दका कथा राजन बिहानबाट सुनेको। फलामको मुसल पैदा गर्नु राजन। अब त्यहीँबाट भागवत धर्मको बारेमा बताइदिने काम गर्नुभयो। कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मनावानुसृता स्वभावात् करोमि यद्यत्र सकलं परस्मै नारायणाय समर्पये तत्। ज्ञानले गरे पनि अज्ञानले गरे पनि
जानेर गरे पनि नजानिकन गरे पनि शरीरले मनले वचनले गरेका सारा कर्म भगवान श्रीहरिमा समर्पण। भागवत धर्म भनेको यही हो। 24वटा गुरुको बारेमा सुन्ने काम गर्यौँ। सहनु 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 नसके पनि सहनु पृथ्वीबाट पाएको ज्ञान, सम्पत्तिको माया नगर्ने मौरीबाट पाएको ज्ञान, सन्तानको माया नगर्ने परेवाबाट पाएको ज्ञान, समयको ख्याल गर्ने भमराबाट पाएको ज्ञान, गम्भीर बन्ने समुद्रबाट पाएको ज्ञान। राजाले यसरी 24वटा गुरुको बारेमा व्याख्या गर्नु, भगवानका विभूतिहरूको बारेमा व्याख्या गर्दै जाँदाखेरि अन्तिममा जरा नाम गरेको ब्यालाले आनेको बाणद्वारा भगवान श्रीहरिको स्वधाम गमन। 11 स्कन्द 31 अध्याय भागवत भगवानको। 12 स्कन्द राजन जहाँ चाहिँ कलियुगको आगमन, अन्याय अत्याचार भन्नु, प्रलयका जहाँ चाहिँ प्रसङ्गहरू अगाडि भन्नु। 5औं अध्यायमा गएर राजा परीक्षितको भागवत सुन्दा सुन्दै स्वधाम गमन। जन्मेजयले यज्ञ लगाउनु, मार्कण्डेयले मायाको दर्शन प्राप्त दिनु। राजन भगवान सूर्यनारायणको अवस्थाको बारेमा जहाँ चाहिँ बोध गराउँदै जाँदाखेरि हजुरका साथमा भर्खरसम्म बताएका कथाहरू समापन भए। यही कथा मैले हजुरहरूलाई कति दिनसम्म बताएँ? 7 दिनसम्म बताएँ। अब यो कथा राजन वक्तुम वर्ष सतैरपि, 100 वर्षसम्म पनि बताउँदा कथा सकिँदैन। 100 वर्ष कति हो कति? नारायणले ब्रह्मालाई बताउनु भएको कथा यो। ब्रह्माले नारदलाई बताउने काम गर्नुभयो, नारदले व्यासजीलाई लिएर बताइदिने काम गर्नुभयो, व्यासले आफ्ना पुत्र शुकलाई बताउनु भयो, शुकदेवले राजन परीक्षितलाई बताउनु भएको। यस्तो प्रकारको भागवत हो जसले श्रीमद् भागवत महापुराणको जहाँ चाहिँ भगवत तत्त्वलाई दर्शाउने काम गर्दछ, चिनाउने काम गर्दछ। यो भागवत भनेको राजन सर्वश्रेष्ठ दीपक हो, दीप हो। यो अत्यन्त सर्वश्रेष्ठ छ। भागवतको तुलना अन्य कहीँ पनि कोहीसँग पनि हुन सक्दैन। तस्मै येन विभासितो यमतुलो ज्ञान प्रदीप पुरा तद्रूपेण च नारदाय मुनय कृष्णाय तद्रूपिण योगीन्द्राय तदात्मनाथ भगवद्राताय कारुण्यत तच्छुद्धं विमलं विशुकमृतं सत्यं परम धीमहि। यो त्यस्तो प्रकारको अमृत हो। यो अमृतको कसैसँग पनि राजन तुलना हुन सक्दैन। भागवत पनि त्यस्तो शास्त्र हो। तपाईँहरूले आफ्नो घर आँगनमा लगाउने काम गर्नुभयो, भाग्यको उदय भयो, भगवानको कृपा पनि प्राप्त भयो। हाम्रो त्यति चिन्जान पनि थिएन, मलाई पनि अवसर दिनुभयो। यहाँ विद्वान गुरुहरूको साथमा आएर अज्ञानको दूतद्वारा जहाँ चाहिँ केही कथाहरू बताउने अवसर दिनुभएकोमा तपाईँहरू सबैलाई धन्यवाद दिन्छु म। अब यो कथा जति बताए पनि भक्तवृन्द, जति डोरी बाँटे पनि गाँठो एउटै हो। जति डोरी बाँटे पनि गाँठो भनेको एउटै हो। आफूमा रहेको तृष्णाहरूलाई फालिदिने, जति पनि तृष्णाहरू छन् त्यसलाई सट्ट फालिदिने, भगवत भक्तिमा मन र मस्तिष्कलाई लगाएर सदाबार तपाईँहरू अगाडि बढ्नुहोस्, त्यसको लागि मैले शुभकामना दिन्छु। र यो कथा भन्दै जाँदाखेरि कहिलेकाहीँ जहाँ चाहिँ हाम्रा पनि कमी कमजोरीहरू हुन्छन्, कहिलेकाहीँ कथाहरू तलका माथि बनिदिन्छन्, त्यसप्रति भगवान हरिले हामीलाई दोष दिनुहुने छैन भन्ने कुरामा हामी विश्वास गर्छौँ। श्लोक उच्चारणमा पनि कहिलेकाहीँ जहाँ चाहिँ शब्दहरू टुटफुट हुन सक्छन्, जहाँ चाहिँ हामीले पनि उच्चारणै गर्ने परमात्माको देन भएर त्यसमा पनि केही जहाँ चाहिँ बाधा अवरोधहरू इत्यादि भएका रहेछन् भनेदेखि भगवान श्रीहरिले त्यसमा पनि दोष दिनुहुने छैन। र अर्को मैले बोल्दै जाँदाखेरि कहिलेकाहीँ शब्दहरू होइन अलि नमिठा शब्दहरू पनि निस्किएका हुन सक्छन्, तथापि त्यसका लागि पनि म क्षमा याचना छु हजुरहरूप्रति। कहिलेकाहीँ त्यस्तो निक्लिन्छ होइन, ठ्याक्क शब्दहरू आउँदैन, अनि त्यो शब्दहरू आएन भने इङ्ग्लिस शब्द आइदिन्छ कहिलेकाहीँ होइन। व्यासमा बसेर चाहिँ कहिलेकाहीँ चाहिँ त्यो नेपाली शब्द आउँदैन, अनि नआएपछि कहिलेकाहीँ इङ्ग्लिस शब्द आइदिन्छ, कहिलेकाहीँ हिन्दी शब्द आउँछ होइन, कहिलेकाहीँ एउटा शब्द खोज्यो अर्को शब्द आइदिन्छ। शब्दमा कमी कमजोरी भएका छन् भने तपाईँहरूप्रति म क्षमा याचना चाहन्छु। र तपाईँहरूलाई मैले अलिअलि काटाकुटु थोरै गाली पनि गरेको छु होइन। भागवत सुन्नुहोस् भन्नका लागि मैले यसो बेला बेलामा यसो अलिकति सम्झाएको मात्रै हो, त्यसलाई गालीमा लिनुहुन्न तपाईँहरूले भन्ने कुरामा मलाई विश्वास छ।
मैले गाली गरेको होइन, तपाईँलाई एउटा सम्झाएको है। त्यसको लागि तपाईँहरूले जहाँ चाहिँ म प्रति धेरै उ गर्नुहुन्न भन्ने मलाई विश्वास छ। र यहाँ जो व्यासमा विराजमान हुनुभएका हाम्रो गणेश गुरु हुनुहुन्छ, उहाँलाई मुरी मुरी धन्यवाद। त्यसै गरी व्यासमा विराजमान हुनुभएका आदरणीय सम्मान्य नीलकण्ठ पण्डित जो गुरुजी हुनुहुन्छ, उहाँले सारा जीवन जागिरमा पनि समर्पित गर्नुभयो। भागवत शास्त्र यो अध्यात्मको मार्गलाई पनि अगाडि बढाएर समाजलाई एउटा चेतनाको दीप बालिदिने काम गर्नुभयो होइन। उहाँहरूसँग मेरो आजभन्दा अगाडि भेट भएको थिएन, अहिले भेट भयो, भगवानको कृपा मिल्यो, सत्सङ्गत प्राप्त भयो। एकदम आनन्दका साथमा, शुद्धताका साथमा रस दीर्घ इत्यादि पाठका प्रक्रियाहरू हुन्छन्, त्यसलाई उहाँहरूले जहाँ चाहिँ पुरा गर्नुभएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी यज्ञ आचार्यको रूपमा हाम्रो जहाँ चाहिँ बासु अधिकारी जो दाजु हुनुहुन्छ, मैले दाजु भन्ने गरेको छु, उहाँलाई गुरु भन्न मलाई त्यति आउँदैन। बाल्यकालदेखि नै सँगै बसेको, सँगै खेलेको है, एउटै ग्राउन्डमा फुटबल खेल्ने, एउटै खाना भात खाने, त्यसरी हुर्केका हामी। चान्चुन अहिले हाम्रो 22 वर्ष जति भयो चिन्जान भएको। उहाँसँग हाम्रो 22-60 सालदेखि चाहिँ चिन्जान छ, 22 वर्ष भयो। उहाँले यज्ञ आचार्यको रूपमा जहाँ चाहिँ पूजापाठको विधानलाई, रुद्री पाठको विधानलाई सारालाई अगाडि बढाइदिनु भयो, त्यसको लागि उहाँलाई धन्यवाद। अन्य जहाँ चाहिँ दरपाल गुरुहरू जो हाम्रो भान्दाजुहरू हुनुहुन्छ इत्यादि, मलाई त्यति नामको जानकारी छैन, उहाँहरू सबैलाई म धन्यवाद दिन चाहन्छु। सङ्गीतकर्मी मित्रहरू हुनुहुन्छ, हाम्रो दीपक आचार्य जो हाम्रो गायकजी हुनुहुन्छ होइन, उहाँको जहाँ चाहिँ नेतृत्वमा रहेको जो टिमहरू हुनुहुन्छ। त्यसै गरी हाम्रो तबला, हाम्रो यो के अरे हाम्रो यो प्याड वादक चाहिँ संयोगवश यस्तो यस्तो मिल्छ कि हाम्रो यतापट्टिको एकजना बुढाथोकी दाजु हुनुहुन्छ, त्यो प्याड बजाउनेवाला, उहाँको गाउँमा गएर चाहिँ मैले 5-7वटा सप्ताह भनेको, उहाँसँग चाहिँ चिन्जान भएको रहन्छ। उहाँको काकाकै घरमा गएर 2टा सप्ताह भनेको मैले माथिल्लो घरमा। अहिले संयोग यहाँ भेट भयो। उहाँ चाहिँ त्यतिखेर उहाँ बस्नु रहेछ, विदेशतिर कता जानुभएको छ। म त्यतातिर जाँदाखेरि जहाँ चाहिँ अहिले उहाँसँग पनि भेट भयो। अर्को हाम्रो नेउपाने भाइ हुनुहुन्छ, तबला वादक जो भाइ हुनुहुन्छ, बाँसुरी वादक उहाँ त नेउपाने भाइ भइहाल्नुभयो, स्याङ्जाली होइन बाबु, उहाँ भाइ। त्यसै गरी जहाँ चाहिँ अन्य जो हाम्रो कलाकार साथीहरू, टिमहरू सबै हुनुहुन्छ। मलाई एउटा चिन्ता थियो के भने आफ्नो टिम मिलेन भने कार्यक्रम खल्लो हुन्छ भन्नेमा म अलिकति शङ्कामा थिएँ। टिम मिलेन भने कहिले पनि होइन, नुन मसला सबै मिल्यो भनेको तरकारी मिठो हुन्छ त। त्यो टिम मिलेन भने अब चाहिँ गाग्रण गुरुर भयो भने अभ्यासमा बसेको पण्डितको बिच पनि कहिलेकाहीँ गाग्रण गुरुर भइदिन्छ। त्यस्तो भयो भने मजा आउँदैन। मलाई शङ्का थियो त्यस्तो हुने हो कि। अनि भजन टोली पनि फेरि मेरो लागि नयाँ हो होइन। एकचोटि भजन टोली चाहिँ लिएर गएको भजन टोली कहीँ पाइएन हेर्नु। र बेलैमा बुकिङ गऱ्यो भने पाइन्छ। अहिले अगाडि 6-7 महिना अगाडि बुकिङ गऱ्यो, 4-5 महिना अगाडि बुकिङ गऱ्यो भने पाइन्छ आफ्नो टिम। पाइँदैन। एकचोटि लिएर गएको वृन्दावनतिर बसेर आएका चाहिँ मधेसतिरका मान्छे रहेछन्, मिल्दैन। अब हाम्रो पहाडिया मान्छेले मधेसतिरको मान्छेको त टोनै रुचाउँदैन, बुझ्दैन। त्यस्तो पर्ने हो कि भनेर मलाई चिन्ता थियो। आफ्नै भेगको पर्नु भएछ, सिन्धुपाल्चोक, रामेछाप, यता के भेगको पर्नु भएछ। एकदम आनन्दले मिठो स्वरमा भजन गाएर तपाईँलाई आनन्दमय वातावरण जहाँ चाहिँ वातावरणमा रमाइलो गरिदिनु भयो, उहाँहरूको लागि म धेरै धेरै आभारी पनि छु। म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु, कलाकार मित्रहरूलाई। त्यसै गरी भान्सामा जो भान्से माताजीहरू खटिनु भएको छ, हाम्रो यो पण्डितको गला चाहिँ भान्सेको भरमा पर्छ। हेर्नुहोस्, भान्सेको हाम्रो यो गला छ नि, त्यो चाहिँ भान्सेको भरमा पर्छ। उहाँहरूले अलिकति त्यो दायाँ बायाँ गरिदिनु भयो भने त्यो गलाले काम गर्नु सक्छ। हेर्नुहोस्, पानी मन तातो मात्रै मन मात्रै तातो भने काम गर्दैन, पुरै तताएर दिनु भने राम्रो काम गर्छ है। जहाँ चाहिँ उहाँहरूले त्यो भोजनमा पनि पिरो पनि छैन, धेरै अमिलो पनि छैन, धेरै नुन पनि छैन, एकदम आनन्दको भोजन बनाइदिनु भयो। त्यस कारणले हाम्रो गला अवरुद्ध भएको छैन, अहिलेसम्म जतातस्तै छ है। म फेरि त्यहाँमाथि यहाँ आउनुभन्दा 3 दिन अगाडि मात्रै पुराण सकेर आएको। म 5 सालमा पुराण थियो मेरो। 23 गतिबाट 2 गतिसम्म 5 सालमा थियो। म 2-3 दिन यसो बसेँ, लगत्तै फेरि म यहाँ आएको। त्यस कारणले मेरो गलामा कुनै पनि अवरोधहरू भएको छैन। जो भान्सामा रहनुहुने माताजीहरू सबैलाई म धन्यवाद दिन चाहन्छु। तपाईँहरूले पनि आनन्दका साथमा कथा सुन्नुभयो। हेर्नुहोस्, भरभरका तपाईँहरू युवा नै हुनुहुन्छ। यो बसेर कथा सुन्नु अत्यन्तै गाह्रो छ। भन्नलाई सजिलो छ, एक नम्बरमा पण्डित कसेर बस्नै गाह्रो छ, अर्को नम्बर स्थिर आसन बसाल्नै गाह्रो छ। हामी त भनिदिनेलाई सजिलो छ होइन। हामीलाई त भनिदिने हो नि त, यही बसिरह, कहीँ नजाऊ, कहाँ गएको भनेर गाली गरिदिनलाई त सजिलै छ
होइन, तर सबै व्यवहार मिलाउनु पऱ्यो, त्यसका कनेक्सनहरू मिलाउनु पऱ्यो होइन। कामका जिम्मेवारी छन्, आफैले वहन गर्नु परेको छ। कहिले के आएको छ, कहिले के आएको छ, यो चाहियो ऊ चाहियो भनेको छ। अब हामी त्यहाँ बस्यो कराइदियो भनिदिनु हो, व्यवस्थापन गर्नेलाई व्यवस्थापकलाई गाह्रै हुन्छ। तपाईँहरूले पनि जहाँ चाहिँ आनन्दका साथमा भागवत सुनिदिनु हो, तपाईँहरू सबैलाई धन्यवाद। बा आमा जहाँ चाहिँ जो घनश्यामहरू कतिवटा बा हुनु रहेछ, तपाईँहरूको मात्रै बा होइन, हाम्रो पनि बा हो। बा आमा जो हुनुहुन्छ, आमा एकदम फुर्तिलो हुनु रहेछ, मिठो बोल्नु हुँदो रहेछ, मजा लाग्यो मलाई। बा पनि मिठो बोल्नुको मजा लाग्यो होइन। सबैभन्दा कार्यक्रमको आनन्द त्यतिखेर आउँछ कि सबैले मिठो बोलेर हाँसी खुसीका साथमा कार्यक्रम समापन भएर बिदा हुन पायो भने सबैभन्दा उत्कृष्ट कार्यक्रम भनेको त्यो होइन। त्यसरी जहाँ चाहिँ सबै जहाँ चाहिँ हाँसी खुसी यो कार्यक्रम अहिले हाम्रो तर्फबाट जुन भागवतको कार्यक्रम, भोलि त अन्य हाम्रो अहिले कार्यक्रमहरू अरू बाँकी नै छन्। भागवतको कार्यक्रमहरू जहाँ चाहिँ यसरी अगाडि बढेको छ। उहाँका जहाँ चाहिँ स्कुलमा कोही अकाल मृत्यु भएर प्रेतात्मा बन्नुभएको रहेछ भनेदेखि सबैले आएर भागवत सुनेर सबैको उद्धार भइसकेको छ। अब उद्धार हुने होइन, अब उहाँहरू सबैजना उद्धार भइसक्नुभयो। यत्रो शास्त्र, महान शास्त्र जुन भागवत रूप शास्त्र, यस्ता विद्वान गुरुहरूले पाठ गरिसकेपछि पाठको महत्त्वले नै पितृहरूको उद्धार हुन्छ। यस्ता विद्वान गुरुहरूले तपाईँले चिनेको गुरु हो त्यहाँ माथि होइन है। उहाँ चाहिँ चिर परिचित गुरुले चाहिँ जहाँ चाहिँ पाठ पालन गरिसके पश्चात अब यहाँ प्रेतात्माहरू कोही पनि रहनु भएको छैन, सबैको उत्तम गति प्राप्त भइसकेको छ भन्दै कसैलाई मैले यसो धन्यवाद दिन छुटाएँ भने जो टोलवासी छरछिमेकीहरू हुनुहुन्छ, यो मन्दिर बनाउन पनि जहाँ चाहिँ टोलवासी छरछिमेकी सबैको जहाँ चाहिँ आवश्यकता पर्छ। अहिले भर्खर बिहान म हेर्दा उता अहिले व्रतबन्धको यज्ञको चाहिँ निर्माण गर्नुभयो हाम्रो टोलवासी छरछिमेकी दाजुभाइहरूले। सबैजनाले जहाँ चाहिँ सहयोग गर्नुभयो होइन। कसैले हाम्रो त्यहाँ गुरु हुनुहुन्छ एकजना, उहाँले दुध ल्याएर सहयोग गर्नुभयो, गुरुहरूलाई दुध खुवाउनुपर्छ भनेर। कसैले मही ल्याउनु भयो, कसैले दही ल्याउनु भयो, कसैले तरकारी ल्याउनु भयो, कसैले फल ल्याउनु भयो होइन, कसैले फुल ल्याउनु भयो। सारा जहाँ चाहिँ यहाँदेखि लिएर काठमाडौँसम्मको उता उहाँ सामान पठाउने पनि जो हुनुहुन्छ नि उहाँ ठाउँ ठाउँमा, ती सामान पठाउने भक्तहरूलाई पनि भगवानको सधैँभरि कृपा रहोस्। सबैको जहाँ चाहिँ समय एकदम आनन्दमय बितोस्, यही हो। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग। सबैलाई जहाँ चाहिँ शान्त होस्, आनन्द होस्, सबैको इच्छा परिपूर्ति होस्, धर्म अर्थ काम मोक्ष चार कुराको सिद्धि मिलोस्, यस लोकमा भुक्ति होस्, परलोकमा गइसके पश्चात मोक्ष मिलोस् भन्दै यो व्यासको आसन त्यस्तै हुँदो रहेछ भक्तवृन्द। धेरै वर्षौँ भन्दा पनि नपाइने 7 दिनको समय सीमा तोकेर आएको, त्यो 7 दिनको समय सकियो। बस्न असाध्यै मन छ तपाईँको साथमा, भगवानका गुणानुवादहरू यसरी बताउनु मन छ। अब कुनै समयमा कहिलेकाहीँ काहीँ भगवानको कृपा भयो भने फेरि पनि यसै गरी हजुरको साथमा बसेर भागवत भगवानको जुन गुणानुवादहरू चर्चा गर्नेछु भन्दै, जाने नजाने म केही पनि जान्नेवाला त्यस्तो व्यक्ति होइन, जाने नजाने अज्ञानको हेतुद्वारा भागवत रूपी शास्त्रलाई सार संक्षिप्त रूपमा जहाँ चाहिँ मैले कथाहरू बताएँ र यहाँबाट म विश्राम लिँदै यो माइक्रोफोनमा हाम्रो आदरणीय जो गुरु हुनुहुन्छ नीलकण्ठ गुरु, उहाँलाई हस्तान्तरण गर्दछु। हरै नमः।